यो सालमा चाहिँ 4 महिना जति मेहनत गरेर फलाएको तोरी चाहिँ मेरो भागमा परेको यति साथीहरू। फल्नु चाहिँ यसको डबलै फलेको थियो, तर यो मेरो भागको हो। यसलाई चाहिँ फलाएपछि पनि तयार गर्न एकदम साह्रो रहेछ है साथीहरू। यसरी मजाले पखालेर होइन टक्कसँगले घाम लागेको बेलामा मजाले पखालेर चाहिँ सुकाउनु पर्दो रहेछ 3-4 दिन। मैले पनि यसरी सुकाएको 4-5 दिन पछाडि चाहिँ मेरो मामु र हामी दुईजना मिलेर मिल लाग्नु बेल्न। यहाँ चाहिँ एकजना आन्टीको पालो आइराखेको रहेछ, हामी चाहिँ एकदम पर्खिरहेको छौँ। अब चाहिँ फाइनली हाम्रो पाली आइसक्यो। यो हेर्नुहोस् साथीहरू, तोरी चाहिँ यसरी झर्दो रहेछ। आफैले मेहनत गरेर फलाएको एकदमै शुद्ध तोरीको तेल खानु पाउँदा एकदमै खुसी छौँ। यो साल हामी सकेसम्म हजुरहरू पनि एकदम मेहनत गरेर आफैले उत्पादन गरेको शुद्ध तोरीको तेल खानुहोस् है। मैले चाहिँ जम्मी 11 किलो मात्रै योचोटि तोरी पेल्न लगेको साथीहरू। अरू चाहिँ कुनै बेला खानुपर्छ भने म त्यत्तिकै राखेको छु। मेरो चाहिँ सर्सिङ परेको हुनाले अलिक धेरै तेल आउँछ अरे साथीहरू। ल हेर्नुहोस्, 1 लिटरको 2टा जर्किन र 1 लिटरको एउटा पेप्सी आएको छ।